नमस्कार सबैलाई एउटा अर्को नेप्से एनालाइसिसमा ल है नेप्से बढ्यो त आज नेप्सेले आफ्नो क्लोजिङ दिएको छ 2548.60 मा क्लोजिङ दिएर 44.25 पोइन्टले बढेको छ नेप्से। 200 कम्पनीहरू आज बढेका छन् भने 44 कम्पनीहरू ओह्रालोतिर खसेका छन्। साथै 8 कम्पनीहरूमा केही पनि परिवर्तन भएको छैन। यदि हामी टप गेनरको कुरा गर्ने हो भने एनएमआइसी छ, एनआरआइसी छ, क्रिस्ट छ, अनि एनएल छ, एनआरएन पनि रहेको छ भने टप लुजर्स को कुरा गर्दा CORBL यानी कि कर्पोरेट डेभलपमेन्ट बैंक अनि TSHL छ अनि SMATA पनि रहेको छ। टप टर्नओभर को कुरा गर्दा एनआरएन छ, एनआरआइसी छ, HRL छ, CHDC छ अनि एउटा डिभेन्चर पनि छ। तर कारोबारको कुरा गर्ने हो भने टोटल टर्नओभर आज अरु दिन भन्दा धेरै कम छ। 4.9 अरबको भएको छ किनकि अरु दिन 5 अरब पुग्थ्यो, आज धेरै कम भयो। टोटल ट्रान्ज्याक्सन्स को कुरा गर्दा 48,836 ट्रान्ज्याक्सन भएका छन् भने टोटल स्क्रिप्ट स्टोरी हाम्रो 330 भएको छ। साथीहरु मैले हिजो नै भनेको थिए या त आज नेप्से बढ्ने हो या फेरि एउटा इन्डिसिजन बनाउने हो अनि किन भनेको थिए भने किनकि नेप्से सपोर्ट एरियामा पुगिसकेको थियो। त अब यसपछि के होला त्यो हाम्रो एउटा ठूलो प्रश्न बनेको छ। सबै लगानीकर्ताहरुको मनमा यही ठूलो प्रश्न रहेको छ। त्यही नै जान्न खोजौं आजको यो भिडियोमा। अब हामी चार्ट एनालाइसिस तिर लागौं। यहाँ हामी हेर्न सक्छौं नेप्से आजको दिन धेरै घटेको थियो। एक टाइममा आफ्नो सपोर्ट एरिया पुरा फिल गरिसकेको थियो तर त्यसपछि अलमोस्ट लास्टको 2-3 घण्टामा नेप्से बढ्यो अनि एउटा बाउन्स ब्याक गरेर माथि क्लोजिङ गरेको छ। आज हामीले बायरहरुको डोमिनेन्स हेर्न पायौं। यदि हामी 1 आवर टाइम फ्रेम हेर्ने हो भने यहाँ हामी हेर्न सक्छौं नेप्से सुरुमा घट्यो अनि त्यसपछि इन्टा क्यान्डल पोजिटिभ बनेका छन् अन्तिम घण्टामा। एउटा राम्रो हिन्ट हो अबको नेप्से सायद बढ्ला भन्ने संकेत हो किनकि एउटा रिजेक्सन बनाएको छ यहाँ सपोर्टबाट बाउन्स ब्याक गरेर। सादा यदि हामी MA हेर्ने हो भने MA 50 पुग्नमा अझै नै धेरै टाइम छ आई थिंक किनकि धेरै मथि छ MA 50। त MA 50 क्रस नगरुन्जेलसम्म नेप्से आफ्नो परफर्मेन्स भन्दा बिलो नै छ। तर आज राम्रो संकेत दियो नेप्सेले, त्यो एउटा राम्रो कुरा हो। तर कारोबार कम भयो कि भोल्युम आज धेरै दिएको छैन नेप्सेले अरु दिन भन्दा। साथै RSI को कुरा गर्दा RSI आज बढेको छ 37.78 पोइन्टमा पुगिसकेको छ। यो पनि एउटा राम्रो कुरा हो। साथै यदि हामी सुपर ट्रेन्ड हेर्ने हो भने त सुपर ट्रेन्डले त अहिले बाइ दिएको छैन के थाहा भोलिको दिनमा दिन्छ यदि नेप्से भोलि पनि उकालोतिर लाग्यो भने। साथै यहाँ सपोर्टको कुरा गर्दा यदि हामी सपोर्टमा के भएको छ भने नेप्से अहिले पनि आफ्नो सपोर्ट एरियामा नै छ तर यो बाउन्स ब्याक जो गर्यो नेप्सेले यो जो क्यान्डल बनायो आज यो एउटा राम्रो संकेत हो नेप्सेको अब आउने भविष्यको लागि। अनि यो क्यान्डलले यो पनि जनाउँछ कि यो एरियामा अहिले पनि राम्रो सपोर्ट छ, यहाँ धेरै बायर्सहरु छन्। अनि NRB को अथक प्रयासपछि नेप्से आज बढ्यो, त्यो एउटा राम्रो कुरा हो। अब नेप्सेमा के स्थिरता आउला नआउला त्यो एउटा ठूलो प्रश्न छ अगेन। साथीहरु हेरौं अब के हुन्छ आउने दिनहरुमा। आशा त यही नै छ कि अब नेप्से बढोस्। साथीहरु आजलाई यति नै। यदि हजुरहरुलाई एनालाइसिस राम्रो लाग्यो भने लाइक सब्स्क्राइब गरिदिनु होला। साथै हजुरहरु पनि आफ्नो एनालाइसिस शेयर गर्न सक्नुहुन्छ। कमेन्ट बक्स खाली नै छ। अब नेप्से बढ्ला घट्ला वा साइडवेज जाला हजुर भन्न सक्नुहुन्छ। त आजलाई यति नै थियो। अब भेट होला अर्को भिडियोमा।